हेलो गाइस, आज चाहिँ हामी यो तामा कोकालाई मनपर्छ तामा चाहिँ पकाउने तयारीमा छौँ। यो दमौलीमा चाहिँ अब तामा खान सुरु भइसक्यो। यो जेठबाटै तामा पाउँछ। अब यहाँ फर्सीको मन्टा पनि अब तपाईँको चाहिँ फाउनबाट खान लागेको असोजसम्म चाहिँ अब लगभग पाइन्छ। न्युरो भन्ने पनि यहाँ बाह्रै मासे पाउँछ। अब यो तामा पनि तपाईँको चाहिँ अब यो जेठबाट चाहिँ अब पाउन सुरु गरेको। अब यो भदौको लास्ट अथवा असोजसम्म यो तामा पाउँछ। अनि चाहिँ मलाई फेरि यो तामा एकदम मनपर्छ, त्यसैले यो आज तामा किनेर ल्याएको छु। अनि आज यसलाई चाहिँ चट्ट पकाएर खाने हो। यो खानी तामा हो स्पेसल। हेर्नु कस्तो दामी छ, कलिलो छ, एकदम राम्रो स्पेसल तामा छ। अब तामा पाउन सुरु भयो। हाम्रो यहाँ जेठदेखि जो तामा खान पाइन्छ। अनि जस तामा मन पर्नेहरूको लागि चाहिँ दमौली चाहिँ स्पेसल ठाउँ छ है। अब यहाँ अबबाट तामा पाउन लागेको लगभग असोजसम्म चाहिँ तामा खान पाउँछ है। त्यति धेरै महँगो नि पर्दैन। यहीँ वरपर फलेको अनि यही गाउँमै फलेको एकदम अर्ग्यानिक लोकल तामा हुन्छ। बाहिरबाट आउँदैन यो तामा चाहिँ। अनि त्यति धेरै तितो पनि हुँदैन। यो हल्का बोइल गरेर मजाले फ्राई गरेर खान सकिन्छ, मिठो छ। कोकोलाई चाहिँ मनपर्छ, मनपर्ने जातिहरूले चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला है।